नमस्ते साथीहरू। हजुरहरूलाई स्पेनिश बाई ममताको पाठ 9मा स्वागत छ। वेलकम टु लेसन 9, बिएनभेनिदोस आ ला लेसियोन। 9. आज हामी सिक्न जाँदैछौँ स्पेनिस ल्याङ्ग्वेजमा हामीले परिवारका सदस्य र आफन्तहरूको नाम कसरी भन्ने। ल त सुरु गरौँ है। ला hermano, ला hermana भनेको बहिनी अथवा दिदी, सिस्टर। el abuelo, el abuelo भनेको हजुरबुबा, ग्रान्डफादर। el padre, पाद्रेलाई पापा पनि भनिन्छ स्पेनिसमा, बुवा, फादर। el hermano भनेको दाजु अथवा भाइ, इङ्ग्लिसमा ब्रदर। अब नेक्स्ट ला abuela भनेको हजुरआमा, ग्रान्डमदर। ला hija भनेको छोरी, डटर। ला माद्रेलाई मामा पनि भन्छन्, मामा भनेको आमा, मदर। el hijo भनेको छोरा, सन। esposo भनेको श्रीमान, हस्बेन्ड। esposa भनेको श्रीमती, वाइफ। tío भनेको काका पनि हुन्छ, मामा पनि हुन्छ। tío भनेको बेसिकली अङ्कल। टिया भनेको काकी, माइजू, या इङ्ग्लिसमा आन्ट। प्रिमो भनेको काकाको छोरा, इङ्ग्लिसमा कजन। प्रिमा भनेको काकाकी छोरी, कजन। सोब्रिनो भनेको भतिजो, भतिजी, इङ्ग्लिसमा नेफ्यू। सोब्रिना, भान्जो, भान्जी, निस। अब एकचोटि नेपाली हटाएर स्पेनिसमा मात्रै पढौँ। las relaciones, la hermana, el abuelo, el padre, papá, el hermano, la abuela, la hija, la madre, mamá, el hijo, esposo, esposa, tío, tía, primo, prima, sobrino, sobrina। हजुरहरूले यसलाई घरमा राम्ररी प्र्याक्टिस गर्नुहोला र अब हाम्रो भेट अर्को भिडियोमा हुनेछ। धन्यवाद। ग्रासियास, आदियोस।